सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने नेपाली तथा विदेशी मूलका साथीहरूमा नमस्कार। म अब आउने फागुन 21 गते निर्वाचन हुँदैछ र यो निर्वाचनमा हजुरहरूलाई एउटा इन्फर्मेटिभ भिडियो लिएर आएको छु। तपाईँ हामीले सोच्नुपर्ने कुरो यो छ कि यो एउटा यस्तो ऐतिहासिक निर्वाचन हो जसलाई हामीले सही रूपले सदुपयोग गर्न सकेनौँ भनेदेखि हामी फेरि 50औं वर्ष पछाडि धकेलिनेछौँ। तपाईँ हामी आज चाहे 20 वर्षको युवा होस् अथवा 50 वर्षको युवा अवस्था नागेका व्यक्तिहरू हौँ, तपाईँ हामी जतिसुकै पढे लेखेका हौँ, जतिसुकै मास्टर डिग्री गरेका हौँ, तर अध्ययन गरिसकेपछि तपाईँ हामी सबैको अन्तिम उपाय भनेको विदेशै जानुपर्ने अवस्था छ। त्यसैले अब आउने निर्वाचनमा तपाईँ हामीले एउटा यस्तो पार्टीलाई छानौँ चुनौँ कि तपाईहरूले चुनेका ती पार्टीमा रहेका सबै सांसद हुनेहरू यस्तो दिग्गज हुन्, शिक्षित हुन् र देशलाई बदल्न सक्ने क्षमता भएका व्यक्तिलाई छान्नुहोला, जसले गर्दाखेरि हामी र हामीभन्दा पछिका पिँढीहरूले जसरी अहिले हामीले दुःख पाएका छौँ, आफ्नो घर परिवार सबै छोडेर विदेशमा जानु परेको छ। अनि विदेशमा गइसकेपछि कतिपय व्यक्तिहरू विभिन्न कारणवश सही रूपमा रोजगार प्राप्त गर्न नसकी बाकसमा फर्कनुपर्ने अवस्था छ। कतिपय साथीहरू काम नपाएर सडकमा लडेर त्यहीँ मर्नुपर्ने अवस्था सृजना भएको छ। त्यसैले यस्ता चिजहरूबाट मुक्त हुनका लागि तपाईँ हामी सबै नेपालीहरूले एउटा पार्टीलाई कम्तीमा पनि 2/3 बहुमत नभए पनि सरकार चलाउन सक्ने, कम्तीमा पनि 160, 70, 80 मतले विजय प्राप्त गराउन सक्यौँ भने कुनै पनि एउटा पार्टी 5 वर्षसम्म टिकोस् र उसले भावी रणनीतिहरू अँगाल्न सकोस्।